कस्तो चाहिँ आएछ दिदी आउनु भएछ ल के छ दिदी हालखबर झोला बोक्दिउँ कि हो आमाको च्यानलमा हाल्न आँट्यो यो भिडियो छ ल के भन्नुहुन्छ कि आमाको च्यानललाई मेरो मम्मीलाई सब्स्क्राइब लाइक शेयर गरिदिनु होला आमाको भिडियोलाई ल आयो जाति भो धान रोप्नाको राम्रो छ रोपाइबाट मान्छे नपाए भोलि नि बुहारी आउने रे यो अहिले गाड्दैन नि त्यो होइन कुन ए त्यो त ऊ त्यहाँ के भन्छ फुलको बिउ भर्खर दल राख्न क्याटेको उतै गरौँ आमा त्यहाँ जानु म राखेर आउँछु अनि आमा चाहिँ अहिले फुलको दल राख्ने ठाउँमा जाँदै हुनुहुन्छ अब पानी पर्न लाग्यो अब आमा के गर्ने त झोरमा त हो नि अब त्यो कुनातिर राख्ने होला है छेउमा क्या त्यो सरहान राख्नुतिर म उतापट्टिबाट खिच्छु है दल राख्नु राखेको छ अब भोलि उम्रिन्छ कि उम्रिँदैन उम्रेको पनि हामी सार्नुपर्छ है उम्रेको बिरुवा हुन्छ नि आमा सारेको पनि भिडियो बनाउनुपर्छ है सारेको पनि भिडियो बनाउने होइन माला बनाएको हजुर झार चाहिँ बेसरी आउने क्या यो बर्खामा है यो सिजनै हो दिदी त्यो मकै चाहिँ भित्र राख्दैन त्यो हाम्रो त्यो मकै राख्नु पर्यो क्या भित्र ऊ त्यो छेउमा राख्ने हुन्छ त्यहाँ राख्ने हुन्छ दिदीलाई चाहिँ आउने बित्तिकै काम गराएँ भाइले के गर्नु हाम्रो दिदी सुकुटे घरमा माइत अथवा घर भनौँ न माइत घर के भन्ने एउटै हो आउन परेपछि चाहिँ के लिएर आउँ के किनौँ के लिएर आउँ भन्ने चाहिँ दिदीलाई के लैजाउँ भने चाहिँ पुरा छटपट्टि हुन्छ यसपालि झोला दुईवटा झोला ल्याउनु भएको छ के हेर्नुपर्छ अहिले पछि खोलेर होइन म हेर्छु त्यो पनि एउटा भिडियोमा बनाउनु पर्छ दिदी मलमास छैन त दिदी यसपालि त्यो उनेको होला होइन पुग्छ होला अलिकति चाहिँ बाक्लो जस्तो गर्ने होइन यहाँ भयो नि हुन्छ अब यहाँबाट भएन भने उताबाट काठमाडौँ ल्याउने बिरुवा दिदी कस्तो भयो त्यो यात्रा यसो भनिदिनु न भिडियोमा आजको यात्रा कस्तो भयो गाह्रो साह्रो अनि बाटोतिर पानी परेको परेन हो कति बजी हिँड्नु भयो भोक लाग्यो होला खाना छ माथि अलिअलि चाहिँ छोपिदिनु पर्ला नि आज हाम्रो आमाले फुल रोप्नु भएको छ यो फुलको दल राखेको एकदम लक्षण हुन्छ यो जसले मान्छेले चाहिँ यो फुलको माला गलामा लाउँछन् उनीहरूलाई चाहिँ एकदमै सौभाग्य हुन्छ जसको घरमा हाम्रै घरमा त हो नि सजाउने हो यो अपराजिता कस्तो राम्रो छ यहाँ पनि उम्रिएको छ उम्रिनु त आज मैले चाहिँ यहाँनिर सफा गरेको झारहरू यताउति कति झाडी भएको थियो आमाले आज कति धेरै काम भ्याइसक्नु भयो आमा फुलहरू हरियाली रङ्गी चङ्गी छ यहाँनिर रमाइलो भयो रोप्ने बेलामा रमाइलो हुन्छ है माला गाँस्ने बेला रमाइलो हुन्छ 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 हुन्छ